बिहे त गर्न मन छ तर गोल्ड धेरै एक्सपेन्सिभ छ, घरकाहरूले मानेका छैनन्, जातपात मिल्दैन भन्ने जस्तो कुराले चाहिँ तपाईँलाई रोकिरहेछ भने चाहिँ यो भिडियो तपाईँको लागि हुनसक्छ या तपाईँको यस्तो सोच भएको साथीको लागि हुनसक्छ। धेरैजनाले चाहिँ कोर्ट म्यारेज भनेको चाहिँ फेक म्यारेज हो, कोर्ट म्यारेज चाहिँ विदेश जानको लागि मात्र गरिन्छ भनेर सोचिरहनु भएको छ, तर त्यो होइन। कोर्ट म्यारेज चाहिँ तपाईँले रियल अग्निलाई साक्षी राखेर गरेको बिहे जस्तै रियल म्यारेज हो। यसमा आगो र पुरेतको सट्टा चाहिँ तपाईँले अदालत र न्यायाधीशको अगाडि कानुनी प्रक्रिया पुरा गरेर कानुनको सबै धारा उपधाराहरूलाई पुरा गरेर तपाईँले कोर्ट म्यारेज गर्ने हो। अब कोर्ट म्यारेज गर्नलाई डकुमेन्ट्स के चाहिन्छ भन्नलाई चाहिँ कोर्ट म्यारेज गर्नलाई तपाईँको आफ्नो स्थानीय वडाले चाहिँ तपाईँ अविवाहित रहेको, तपाईँ दुवैजना अविवाहित रहेको प्रमाणित गरिदिनु पर्ने हुन्छ। त्यसपछि तपाईँ दुवैजना 20 वर्ष पुगेको हुनुपर्छ र दुवैजनाको नागरिकता पनि आवश्यक हुन्छ। र तपाईँ विदेशीसँग पनि कोर्ट म्यारेज गर्न मिल्छ, त्यसको लागि अलि डकुमेन्ट्सहरू फरक हुन्छ। त्यो विषयमा भिडियो चाहेमा तल विदेशी कोर्ट म्यारेज भनेर कमेन्ट गर्नु होला। यो कानुनी जानकारी तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर।